संसारभरिका देशहरूका त्यहाँका करेन्सीहरूमा, नोटहरूमा, रुपैयाँमा त्यो देश निर्माता र त्यो देशलाई संसारभरि चिनाउन महत्त्वपूर्ण भूमिका खेल्ने व्यक्तित्वहरूको, वैज्ञानिकहरूको तस्बिर राखिएको भेटिन्छ। अमेरिकामा जर्ज वाशिंगटनदेखि बेन्जामिन फ्र्याङ्कलिन तस्बिर राखिएको छ। चिनिया करेन्सीमा माओ जेडोङको राखिएको छ। रसियन करेन्सीमा पिटर द ग्रेटको राखिएको छ। बङ्गलादेशमा शेख मुजिबुर रहमानको राखिएको छ। पाकिस्तानमा मोहम्मद अली जिन्नाको राखिएको छ। भारतीय नोटमा महात्मा गान्धीको राखिएको छ। फ्रान्समा त्यहाँको राजनीतिज्ञ र वैज्ञानिकको फोटो राखिएको छ। तर विडम्बनापूर्ण हाम्रो करेन्सीमा 1000 को नोटमा हात्ती, 500 को नोटमा बाघ, 100 को नोटमा गैंडा, 50 को नोटमा चितुवा जनावरहरू राखिएको छ। त्यसले चाहिँ कुनै पनि प्रतिबिम्ब गर्दैन। हाम्रो नेपाली करेन्सीमा राष्ट्र एकीकरण गर्ने राष्ट्र निर्माता पृथ्वीनारायण शाहको तस्बिर राखेर एउटा एकताको प्रतीक भनेर चाहिँ हामीले नेपाली नोटमा करेन्सीमा समावेश गर्नुपर्छ। फादर अफ नेसनको हिसाबले या राष्ट्र निर्माताका हिसाबले, एउटा राष्ट्र निर्माण गरेको व्यक्तित्वको हिसाबले यहाँ त पुरानो राजाको नाम निशान मेटाउने नाममा आफ्नोहरू फोटो राख्न नमिल्ने कारणले जनावरको फोटो राखिएको छ। यो निर्णयलाई चाहिँ तत्काल चाहिँ सच्याएर अब यो कुन कुन विधि मार्फत हो नेपाली नोटमा पृथ्वीनारायण शाहको तस्बिर राख्नुपर्छ भन्ने विषय हो।